खोइ ड्युटी डक्टर यहाँ ड्युटी डक्टर बोला ओइ ड्युटी डक्टर बोला होइन भने तिमीले धुलाई भेट्छ साँझ ओके सो त्यो भिडियो त सबैले देख्नुभयो होला होइन म यसरी नर्मली सोसियल मिडियामा यसरी बोल्ने मान्छे त होइन तर यो भिडियो देखेर मेरो यस्तो धेरै दिमाग तातिरहेको छ नि के गरेको हो क्या झापड हान्छु अरे तिमीहरूको डक्टर बोला अरे फोन गर्दै हुन्छ नि त्यही त हो नि नर्मली कसरी बोलाउँछ मान्छेले अनि प्रब्लम भयो डक्टर आउनु भएन हस्पिटलको कुनै टाइपको सर्भिस नराम्रो भयो भने चाहिँ फ्रन्ट लाइनर्स भन्दा पनि हस्पिटल एडमिनिस्ट्रेसनहरूमा कम्प्लेन गर्न सकिन्छ त्यहाँ जान सकिन्छ होइन त नर्मली हरेक थोकको एउटा वे हुन्छ च्यानल वाइज जानु पर्यो अनि खोइ त यहाँ सिधै यहाँ काम गर्ने मान्छेलाई कुट्छु पिट्छु जगल्टाउँछु भुताल्छु भन्दै त्यसरी धम्क्याउन मिल्यो त फर्स्टली त्यसरी फोन पनि चलाउन मिल्दैन हस्पिटलमा अर्काको भिडियो पनि बनाउन मिल्दैन हामीले पनि मिल्दैन नि नियम छ नि फोन नचलाउने फोन भनेको ब्यागमा राख्नुपर्छ हामी त्यही गर्छौँ नि किन हस्पिटलमा अर्काको यसरी भिडियो बनाउन मिल्यो आमामा के भनेको हो क्या के भनेको यो कुरा सुनेर मलाई यस्तो 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 धेरै रिस उठिरहेको छ नि के भन्नु कसरी बोलेको हो झापड हान्छु थप्पड हान्छु त्यो ब्याकग्राउन्डमा मान्छेहरूले पनि यिनीहरूको एटिट्युड धेर भयो यिनीहरू यस्तै हो पढिसकेपछि यस्तै हुन्छ के भनेको हो क्या के भनेको हो होइन सबैको एउटा लिमिटेसन छ नि त मान्छेले फोन गर्दैछ ड्युटीमा भएको डक्टरलाई अनि के बोकेर ल्याउँछ कसरी कस्तो तरिकाले बोलेको हो क्या तँ बोल्ने तरिका होइन यो त अनि खोइ त हाम्रो सेक्युरिटी यो त यस्तो डर लाग्दो कुरा भयो नि अब अहिले किन पढेको जस्तो मनमा हरेक छेड यस्तै भइरहेको छ क्या किन पढे बेकार पढेछु बरु प्रोफेसन चेन्ज गरौँ यस्तै थट आउँछ मेरो मात्रै होइन सबैजनाको आउँछ होला अनि मान्छे किन बस्छन् यो देशमा अनि मान्छे त्यही भएर बाहिर जान्छन् एटलिस्ट सेक्युरिटी त हुन्छ एटलिस्ट हामीले भने जति पेमेन्ट त पाउँछौँ भनेर हो क्या केही रिजनै छैन अरू नभए कस्तो तरिकाले बोलेको हो क्या अनि हस्पिटलमा यस्तै हुन्छ मैले पनि इभन धेरैचोटि फेस गरेको छु यस्तै हुन्छ एकजना भिजिटरलाई प्रब्लम हुन्छ नि अनि छेउछाउको सबैले उल्काएर अनि यिनीहरू यस्तै हो भनेर दे मेक स्योर हामीलाई त्यस्तो भन्नु अनि हस्पिटलले अथवा हामी नर्सिङ पढ्दाखेरि त क्वालिटिज अफ गुड नर्स छ अनि हस्पिटलले पनि हामीलाई केही नभन्नु सुन्नु भन्नुभएको हुन्छ नि त अनि वी डु आवर बेस्ट चुपचाप सुन्न हो यो कस्तो डर हुन्छ मलाई पनि डर लाग्छ कहिलेकाहीँ बाटोबाट आउँदाखेरि राति इभिनिङ ड्युटी सकेर आउँदाखेरि के थाहा त्यो भिजिटरले मसँग झर्केर बोलेको त बाटोमा कुट्ने हो कि भनेर किनभने इन्सिडेन्ट यस्तो धेरैचोटि हुन्छ यतिको वाइल्डली नभए पनि यस्तो इन्सिडेन्ट हुन्छ भिजिटरलाई हामीसँग प्रब्लम भएर कराउँदै उफ्रिँदै आउने अनि एउटा भिजिटर आएपछि अर्को आएर नि त्यो पुरै त्यस्तो हुन्छ नै हुन्छ क्या भेटचालमा भिजिटर आएर हामीलाई अनि खोइ त लिटरली लज बन्नु पर्यो क्या यो सबै भर्बल एब्युजहरूको लागि लज एकदम स्ट्रिक्ट अनि मात्रै उहाँहरूले नभए उहाँहरूमाथि पनि एक्सन लिएन भने नि सबैजनालाई अब यो भिडियो देखेपछि झन् इन्करेजमेन्ट भयो भिजिटरहरूलाई झन् उहाँहरूले त ओके म पनि भिडियो बनाउँछु हाल्छु केही प्रब्लम हुने बित्तिकै हालिदिउँ साँच्ची भनेको मेरै मेन्टल पिस यस्तो खराब भयो उहाँहरूको झन् के भयो होला अनि कसरी मान्छे काम गर्छ नर्मली कसरी काम भएर काम गर्छ क्या अनि हस्पिटल भनेको त एकदम क्रिटिकल ठाउँ हो नि त काम गर्ने अनि मेन्टल हेल्थको हालत चाहिँ यस्तो बनाइदिन्छन् अनि कसरी मान्छेको काम हुन्छ नर्मली म त यो देखेर यस्तो धेरै दिमाग खराब कस्तो चाहिँ हो क्या कस्तो मान्छेहरू कति धेरै अब यिनीहरूलाई त नर्स हो यिनीहरूलाई त यस्तो भन्छु नै भनेर आएको हुन्छ कि के हुन्छ कि हो प्रब्लम हुन्छ कि त्यो प्रब्लमको त सल्युसन हुन्छ नि त कुनै तरिकाको अब त्यसरी त गर्न मिलेन यसरी झन् सोसियल मिडियामा हालेर बेइज्जत गर्न अब उहाँहरू 4-5 जना कति दिनसम्म मेन्टल हेल्थ बिग्रिन्छ कति दिनसम्म के हुन्छ कसैले केही गर्यो भने आफूलाई यस्तो भएको छ नि त यस्तो गरेर गरेको छ यो भिडियो पछि के गर्यो के थाहा यस्तो दिमाग खराब गरिदिएको छ नि यस्तो दिमाग खराब गरिदिएको छ यो हुन्छ क्या यस्तो धेरैचोटि भक्को भयो उनीहरूले यत्तिकै अननेसेसरी आधी कुरा बुझेर लिटल नलेज इज डेन्जरस भनेर आधी कुरा बुझ्यो अनि बुझेर क्वेसन सोध्यो अस्ति नै मलाई त्यो भिडियो याद आयो क्या कति बजेको दबाई कति बजी दिएको वाला सबै आधी कुरा बुझेर हो नि त यो त यस्तो धेरै यो रिस नि म के भन्नु अनि अब ल चाहिँ चाहियो हामीलाई अरू के होइन मलाई मैले पर्सनली भन्न सक्ने कुरा चाहिँ लज नियम कानुन जुनमा चाहिँ भिजिटरहरूको लागि पनि हाम्रो लागि त धेरैवटा रुल्सहरू बनिसक्यो धेरैवटा अनि त्यो रुल्स फलो गरेर उहाँहरू कसरी चुपचाप बस्नु भएको छ यति थोक भनेको छ के भन्नु जिन्दगीभरि जति मैले सुनेको छु त्यति यसमा भनिसकेको छ क्या म त